तपाईहरु सबैजनालाई जय मसीह अनि नमस्कार पनि भन्न चाहन्छु। आज मैले पवित्र बाइबलबाट एउटा यस्तो वचन पढ्न गइरहेको छु, अध्ययन गर्न गइरहेको छु। तपाईहरुलाई मैले सुनाउने छु। यो चाहिँ साच्चै साँचो परमेश्वर एकमात्र सृष्टिकर्ता परमेश्वरको वचन हो भनेर हामीले बुझ्न सकिन्छ। अरु ग्रन्थहरुमा यस्तो कुराहरु पाउन पाइदैन, तर बाइबल चाहिँ यो परमेश्वरको वचन भएकोले यहाँनिर यो वचन पढ्यो भने मानिसको दिमागलाई चाहिँ अलिकति धेरै सोच्न सक्ने अवस्थाहरु बनाउँछ। यो वचनमा चाहिँ यस्तो लेखिएको छ, हितोपदेशको पुस्तक 25 अध्यायको 31 पदमा यसरी हेर्यो भने मानिसहरूले सिकाउने कुरा, असल व्यक्तिहरूले सिकाउने कुरा चाहिँ के छ भने, मलाई कसैले दुःख दिन्छ भने, कसैले पीडा दिन्छ भने, यदि मेरो शत्रुको विरुद्धमा म पनि शत्रुले मलाई जसरी गर्छ त्यसरी नै गर्ने, यसरी मानिसहरूको विचार हुन्छ। मानिसहरूले असल व्यक्ति भए तापनि मलाई दुःख दिने मान्छेलाई चाहिँ मैले पनि दुःख दिनुपर्छ, यस्तो विचार चाहिँ धेरै मानिसहरूको छ। तर बाइबलको परमेश्वरले हामीलाई सिकाउनुहुन्छ, चर्चाने व्यक्तिलाई, उद्धार पाएको व्यक्तिलाई चाहिँ परमेश्वरले के भन्नुहुन्छ, के गर्नुपर्छ आफ्नो शत्रुलाई भनेर यसरी वचनमा भन्नुभएको छ। हितोपदेशको पुस्तक 25 अध्यायको 21 पदमा म पढ्नेछु। यदि तेरो शत्रु भोकाएको छ भने त्यसलाई खान भोजन दे, यदि त्यो तिर्खाएको छ भने त्यसलाई पिउन पानी दे। यसरी वचन चाहिँ बाइबलद्वारा चाहिँ यसरी परमेश्वरले हामीलाई सिकाउनुहुन्छ। यदि हाम्रो शत्रु चाहिँ भोकाएको छ भने, मेरो शत्रु भोकाएको छ भने त्यसलाई खानालाई भोजन दे, र यदि त्यो तिर्खाएको छ भने पिउनलाई पानी दे। यसरी बाइबलले चाहिँ यसरी सिकाएको अवस्था छ। तर मानिसहरूले चाहिँ बाइबललाई नबुझेर गलत तरिकाले यो भित्रको कुराहरूलाई चाहिँ नबुझेर यो चाहिँ यस्तो त्यस्तो हो भनेर धेरै आलोचनाहरू गर्ने व्यक्तिहरू पनि मैले धेरै भेटेको छु। त्यसैले तपाईहरुलाई कस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोला, कमेन्ट गर्नुहोला, अनि लाइक पनि गर्नुहोला, अनि च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला। हुन्छ, सबैजनालाई धन्यवाद। जय मसीह।